नमस्ते। आज हामी कृषि व्यवसायको एउटा एकदमै चाखलाग्दो पाटो हेर्दैछौँ। एउटा यस्तो प्रश्न जसको जवाब धेरैले खोजिरहेका हुन्छन्। 1 एकड जमिन अनि 5 लाख रुपैयाँ नाफा? के यो साँच्चै सम्भव छ? सुन्दा त पत्याउनै गाह्रो लाग्छ, होइन र? तर यो कुनै हावा गफ होइन। खास गरी खोर्सानी जस्तो महँगो बालीका लागि यो एक वास्तविक सम्भावना हो। आउनुहोस् यसको पछाडिको हिसाब किताबलाई अलिक केलाएर हेरौँ न। अब यो कुरालाई अझ राम्ररी बुझ्नको लागि हामी सिधै फिल्डमा जाउँ, मतलब एउटा वास्तविक केस स्टडी हेरौँ। हामी मध्य प्रदेशको विदिशामा रहेको एउटा खुर्सानी फार्मको उदाहरण लिँदैछौँ, जहाँ हामी यो 5 लाखको आँकडा कसरी बन्दो रहेछ भनेर पत्ता लगाउनेछौँ। ल, सुरुमा केही पृष्ठभूमि बुझिहालौँ। हामी जुन फार्मको कुरा गर्दैछौँ त्यो 45 एकडको छ। यहाँ अक्टोबरको पहिलो हप्तामा खुर्सानी रोपिएको थियो र अहिले हामीले हेर्दा लगभग 75 दिनको भइसकेको छ। यो एकदमै महत्त्वपूर्ण समय हो बालीको लागि। अब सिधै नाफामा हाम फाल्नुभन्दा पहिले खर्चको कुरा गरौँ, होइन त? किनभने यति ठूलो आम्दानी त सित्तैमा आउँदैन। यसको लागि सुरुमा र बालीको अवधिभरि नै लगातार लगानी गरिरहनुपर्छ। भनेपछि यसमा सबै कुरा पर्छ। जमिन तयार पार्नेदेखि लिएर बिउ, अरू चाहिने सामग्री, कामदारको ज्याला अनि बालीको रेखदेखसम्म। ल हेर्नुहोस्, बालीले फल दिन सुरु गर्नु अघि नै सुरुको सेटअप खर्च मात्रै 50,000 भन्दा माथि पुगिसक्छ। यसमा के पर्छ त? जमिन तयार पार्ने डिजेलको खर्च, बिरुवा अनि त्यो मल्चिङ पेपर जसले झारपात रोक्छ र माटोको चिसोपन जोगाइराख्छ, यी सबैको खर्च जोड्नु पर्यो। अब आउँछन् दुईवटा सबैभन्दा ठूला खर्चहरू। पहिलो हो मल र कीटनाशक। बालीलाई स्वस्थ राख्नको लागि सिजनभरिमा सोच्नुस् त लगभग 1.5 लाख रुपैयाँसम्म खर्च हुन्छ। अनि दोस्रो ठूलो खर्च पनि ठ्याक्कै त्यति नै छ। त्यो हो फसल टिप्ने ज्याला। यो काममा सबैभन्दा धेरै मेहनत र जनशक्ति लाग्छ। 1 किलो खुर्सानी टिपेको मात्रै 8 देखि 10 रुपैयाँसम्म ज्याला दिनुपर्ने हुन्छ। हिसाब गर्नुस् त कति धेरै हुन्छ। यो चार्टले एकदमै राम्रोसँग देखाउँछ कि पैसा कहाँ गइरहेको छ। सुरुको सेटअप खर्च जुन 54,000 थियो, त्यो त खासमा मलजल र टिपाईको 1.5 लाखको अगाडि सानो हिस्सा मात्रै रहेछ। मुख्य खर्च त पछि आउने रहेछ। त्यसो भए सबै जोड्दा के देखियो त? 1 एकडमा खुर्सानी खेती गर्नको लागि कुल लगानी लगभग 3.25 लाख रुपैयाँ पुग्ने रहेछ। ल, खर्चको हिसाब त भयो। अब अलि रमाइलो कुरा गरौँ, आम्दानीको। यति लगानी गरेपछि आखिर कमाइ चाहिँ कति हुन्छ त? अक्टोबरमा रोपेको खुर्सानी टिप्न सुरु गर्नको लागि लगभग 3.5 देखि 3 महिना लाग्छ। अनि एकचोटि सुरु भएपछि यो टिप्ने सिजन 4-5 महिनासम्मै चल्छ। लामो समयसम्म आम्दानी भइरहन्छ। गत सालको अनुभव हेर्दा किसानले 1 एकडबाट 150 क्विन्टल निकालेका थिए। तर यो पटक अझ राम्रो हेरचाह र मल्चिङ जस्ता प्रविधिको प्रयोगले गर्दा उनीहरूको लक्ष्य 200 क्विन्टल पुर्याउने छ। राम्रो लक्ष्य। अब कुरा गरौँ बजार भाउको। यो त सधैँ एकनास हुँदैन, घटबड भइरहन्छ। अहिलेको भाउ राम्रो भए पनि किसानले सिजनभरिको औसत मूल्य लगभग 50 रुपैयाँ प्रति किलो अनुमान गरेका छन्। यो एकदमै चलाक र सुरक्षित हिसाब हो, किनभने भाउ घटे पनि धेरै असर पर्दैन। ल, अब सबै कुरालाई एकै ठाउँमा राखेर अन्तिम हिसाब किताब गरौँ। ल हेर्नुहोस् है, हिसाब कस्तो छ। गत सालको 150 र यो सालको लक्ष्य 200 क्विन्टलको बीचमा एउटा औसत उत्पादन 175 क्विन्टल मानौँ। यसलाई प्रति किलो 50 रुपैयाँले गुणा गर्दा कुल आम्दानी हुन्छ लगभग 8,75,000। अब यसबाट हाम्रो कुल खर्च 3.25 लाख घटाउँदा कति बाँकी रह्यो त? ठ्याक्कै त्यही 5 लाख रुपैयाँ, जुन हाम्रो सुरुको प्रश्न थियो। यसलाई अर्को तरिकाले हेरौँ न। कुल आम्दानीको लगभग 40% खर्चमा जान्छ र बाँकी 60% त्यो चाहिँ नाफा हो। यो त एकदमै राम्रो नाफाको मार्जिन होइन र? तर एउटा कुरा के छ भने यी सबै हिसाब किताब त कागजमा छन्। यस्तो नाफा कमाउनको लागि सही रणनीति र त्यसलाई ठिकसँग लागू गर्नु एकदमै जरुरी छ। त्यसो भए त्यो नाफा सुनिश्चित गर्ने गोप्य सूत्र चाहिँ के हो त? किसानको अनुभवमा यसका पछाडि केही मुख्य कुराहरू छन्। सफलताको लागि पहिलो कुरा त हो बालीको एकदमै मेहनतका साथ निरन्तर हेरचाह। तर त्यो मात्रै काफी छैन। सही समयमा सही काम गर्नु, जस्तै कहिले रोप्ने, कहिले मल हाल्ने, कहिले झार गोड्ने, अनि सबैभन्दा महत्त्वपूर्ण बजारको नाडी छाम्नु। बजारमा के को माग छ, कति आपूर्ति छ त्यो बुझ्नु। यो खाली खेती मात्रै होइन, यो त एउटा स्मार्ट व्यवसाय हो।
किसानको यो भनाइले एउटा कुरा एकदमै स्पष्ट पार्छ। आखिरमा हामीले कति कमाउँछौँ भन्ने कुरा बजारको भाव र अवस्थाले नै निर्धारण गर्छ। भनेपछि खेतीको सफलता बजारको ज्ञानसँग